सब थापा मगर अगेन ब्याक विथ एनदर भिडियो है। आज चाहिँ म मेरो एकदम डिमान्डेड भिडियोलाई लिएर आइराखेको छु हैन। WR को रिभ्यू चाहियो भनेर एकदम धेरै कमेन्टहरु आएको थियो। त्यसै कारणले गर्दा हैन आज म रिभ्यू लिएर आएको छु। मैले यो बाइक लिएको लगभग 1 वर्ष भन्दा बढी भइसक्यो र मैले यहाँनिर 13,000 किलोमिटर भन्दा बढी चलाइसकेको छु यो बाइकलाई हैन। अनि त्यसपछि मैले डिफ्रेन्ट ठाउँहरुमा लगिसके के एकदमै लङ टुर पनि गरे, सिटी राइडहरु पनि गरे हैन। यो चाहिँ मेरो आजको रिभ्यू भनेको त्यो बोरिङ स्पेक्सहरुको बारेमा हैन के हैन, मेरो एक्सपिरियन्स पर्सनल एक्सपिरियन्सहरुको बारेमा भन्न जाँदै छु। बाइक कस्तो लाग्यो त हैन, डिटेलली यसको प्रोजहरु कन्सहरु सब भन्छु हैन राम्रोसँग आज है। यो भिडियोलाई लास्टसम्म हेर्नु होला अनि बल्ल थाहा हुन्छ रियल WR हैन कस्तो छ भनेर हैन 1 वर्षपछि चलाएपछि। ल है त अब चाहिँ हामी सुरुमा WR को प्रोजको बारेमा कुरा गर्न जाँदै छौं हैन। सुरुमा त यसको भन्नु पर्दाखेरि बिल्ड क्वालिटी नै एकदम राम्रो छ के ओभरअलमा के सबैतिर बिल्ड क्वालिटी नै दामी छ हैन। यो चाहिँ नर्मली त्यो इन्डिया चाइनातिर बनेको बाइकहरु भन्दा नि इन्डोनेसियाबाट डाइरेक्ट बिल्ड भएर आएको बाइक हो हैन। त्यही भएर यसको बडीहरु नै एकदमै राम्रो लाग्छ हैन मलाई, फिनिशिङहरु। अनि अर्को यसको मेन पार्ट भनेको यो ग्राउन्ड क्लियरेन्सै 240 mm को छ के, त्यो भनेको धेरै नै पुग्छ जस। अनि यसको अर्को भनेको चाहिँ सस्पेन्सन नि हामीलाई चाहिँ अहिलेसम्म एकदमै दामी लागेको छ है। अनि एकदमै त्यस्तो बम्पी अफरोडमा जाँदाखेरि चाहिँ अलिकति हार्ड गर्नुपर्छ सकलाई, नत्र भए ओभरअल त हामीलाई नर्मली चलाउँदाखेरि है त्यो लिचिक पनाहरु त एकदम राम्रो छ। अनि त्यसपछि द बेस्ट कुरा भनेको चाहिँ यसको माइलेज हो के केटा हो। कति दिन्छ होला गेस गर्नु त माइलेज यसले लगभग हाम्रो यो इन्स्ट्रुमेन्ट क्लस्टरमा चाहिँ के देखाउँछ भन्दा चाहिँ 2.1 लिटर पर 100 किलोमिटर देखाउँछ हैन। त्यो भनेको चाहिँ एप्रोक्स कति जति भन्दाखेरि चाहिँ 47 किलोमिटर जति हो हैन। लगभग हामीलाई सिटीमा चलाउँदाखेरि नै 40 प्लस 45 प्लस जति माइलेज दिएको फिल हुन्छ। अनि त्यसपछि अब अफ रोडतिर जाँदाखेरि, अफ रोड भन्दा नि हाइवेतिर जाँदाखेरि त 50 प्लसै त्यो अझै हामीले माइलेज मेन्टेन गरेर नि हिँड्न मिल्छ के। त्यहाँ इन्स्ट्रुमेन्ट क्लस्टरमा त्यस्तो दामी फिचर पनि छ के यसको। अरु के भन्ने, यसको इन्स्ट्रुमेन्ट क्लस्टर राम्रै छ। ब्रेकिङ त भन्नै परेन, ब्रेकिङ दामी छ हैन। अनि त्यसपछि यसको बिल्ड क्वालिटीको कुरा गरेँ नि त अघि मैले सबै यसको रेन्जमा आउने के त्यो ड्युअल स्पोर्ट बाइकहरुको इन्जिनको बिल्ड क्वालिटी हेरे हैन। यस्तो हेर्दाखेरि चाहिँ त्यो XR 150 XR 190 हरुको भन्दाखेरि चाहिँ यसको लुक चाहिँ के यो इन्जिनको के त्यो नै एकदमै राम्रो छ के। त्यो तिनीहरु चाहिँ एयर कुल्ड इन्जिन भएर नि होला हैन, यो लिक्विड कुल्ड इन्जिनको लुक चाहिँ राम्रो देख्ने। अनि हेर्दैखेरि यो चाहिँ अलिकति बलियो छ है जस्तो फिल हुने प्रिफर लाग्यो हैन मलाई चाहिँ। अब यसको अरु के कुरा गर्ने त, अगाडिबाट हेर्दाखेरि ब्रेक दामी छ है। टायर चाहिँ यसलाई सुरुमा दिँदाखेरि ड्युअल स्पोर्ट बाइक हो के रे हैन, यसलाई चाहिँ जेस अलिकति अफ रोडमै ठीक हुने जस्तो टायर दिएको थियो। त्यही कारणले गर्दा होला मेरो टायर चाहिँ एकदम छिटो खाएको छ हैन। म चाहिँ धेरै अन रोडमा हिँड्छु नि त, यो फेरि अफ रोडमा फेरि दामी हो नि यो टायर, फेरि कम्पनीबाटै दिएको है। अरु के छ यसको एकदम राम्रो कुराहरु भनेको यो धेरै तात्तिदा नि तात्तिन्न है। अनि अलिकति तात्तिने भनेको चाहिँ एक्जस्ट पाइप चाहिँ अलिकति यस्तो यता अपोजिट साइडको यो बिचबाट आएको छ, घरिघरि फिल हुन्छ तात्तेको, नत्र भए खासै तात्तिन्न यार। अरु के छ, अनि यसको पावर डेलिभरी त एकदमै राम्रो छ केटा हो। त्यो हामीलाई जे पुग्छ के नर्मली अफ रोड गर्नको लागि पुग्छ है। अब त्यो क्रसफायर क्रसएक्स 250cc हरुकोसँग कम्पेयर गरेर त अब कहाँ हुनु हैन। अब त्यो नर्मली 150cc कै भयो भने हामीले त्यो XR 190 को भन्दाखेरि चाहिँ अलिकति धेरै पावर फिल भयो जस्तो लाग्यो मलाई। अनि जस रमाइलो छ बाइक ओभरअल। अरु के छ त यसको कुरा गर्नुपर्ने, यसको हेर्नु न बडी प्यानलै यस्तो दामी छ कि यसको यो झन् यस्तो बोल्ड तरिकाले देखेको छ कि है यो पार्ट के, यो पार्ट मलाई एकदम दामी लाग्छ के। यसलाई बल्की देखाउँछ जस, यसको रोड प्रेजेन्सै छुट्टै छ त्यो कारणले गर्दा है। यसको अर्को बेस्ट कुरा भनेको चाहिँ यो चाहिँ VVA टेक्नोलोजीबाट बनेको बाइक हो हैन। यो भनेको चाहिँ VVA भनेको चाहिँ के भन्दाखेरि RPM कै एउटा लिमिटमा पुगेपछि चाहिँ त्यसले पावर नदिए जस्तो फिल हुन्छ हैन। तर यसको चाहिँ त्यो टप इन्डमा पुगेपछि झन् यसले पावर जेनेरेट गर्छ के। अनि त्यो गर्दाखेरि चाहिँ हामीलाई चाहिँ हाइवेमा चाहिँ जस त्यो अलिकति पावर ल्याग भयो जस्तो चाहिँ फिल हुँदैन। अब त्यो स्पोर्ट्सै बाइकसँग कम्पेयर गरेर हामीले त्यो हाइवेकै लागि फोकस गरेर त्यो लागि लियो भने त बेकारै छ बाइक हैन। तर
तर स्पिड चाहिँ यसले ल्याग गर्दैन है, यो VVA टेक्नोलोजीबाट बनेको हुनको कारणले गर्दा है। अनि त्यसपछि यसको इन्जिन भनेको नि के MT-15 बाट अनि MT-15 R15हरूकै सेम क्वालिटीको सेम, अनि तर यसलाई चाहिँ ट्युनिङ गरेको इन्जिन हो कि यो चाहिँ जे होस् बलियो इन्जिन हो होइन, यो चाहिँ जे होस् प्रुभनै हो, जे होस् राम्रो छ भनेर है, त्यही भएर यसले दुःख दिँदैन त्यो। अनि सानोतिनो प्रब्लमहरू नि अहिलेसम्म मैले फेसै गरेको छैन यार, साँच्ची भन्नुपर्दा 1.5 वर्ष भइसक्यो है, लगभग केही फेसै गरेको छैन मैले। भनेको चेन्ज गरेको भनेको सर्भिसिङ गर्ने अनि मोबिल फिल्टर मात्रै चेन्ज गरेँ है। अनि अरू त प्रब्लमहरू त अहिलेसम्म दिएको नि छैन। अनि हामी अस्ति राइड जाने बेलामा नि हाम्रो 4-5 जना भेला भएको थियो है, अनि सबलाई सोधेको थिएँ त्यति बेला नि दुःख दिएको छ र भन्दाखेरि दुःख दिएको छैन है। त्यो अरू चाइनिज डट बाइकहरू जस्तो कतातिर गएर के होला र दुःख पाउला, मेकानिकै लिएर हिँड्नु पर्ला भन्ने जस्तो टेन्सन चाहिँ हुँदैन है। अनि अब चाहिँ यसको कन्सतिर जाम अब बिस्तारै होइन। अब यसको कन्सहरू चाहिँ ठिकै छ जे होस्। ल सुरुमै कुरा गर्नुपर्दा त यो सिट होइन त, यो सिट चाहिँ यो बाइकै बनेको ड्युअल स्पोर्ट पर्पजको लागि बनेपछि चाहिँ अलिकति कम्फर्टेबल सिट हुनुपर्ने हो जस्तो लाग्छ होइन। तर एक्लैलाई चलाउँदाखेरि चाहिँ त्यस्तो लङ ट्राभलमा नि गाह्रो त हुँदैन। जे होस् म चाहिँ उठेर चलाइरहेको हुन्थेँ, उठेर बसेर होइन, सिङ्गल हुँदाखेरि चाहिँ त्यस्तो मलाई फिल हुन्थेन है। मेरो यो बट पेन गरेको है, तर डबल हुँदा त माई गड सक्दैन है। पछाडिकोले त्यसै कम्प्लेन गर्छ है। मसँग जो पनि बसेछ है, मेरो मम्मी दिदी बाबा बहिनी अनि फ्यामिली दाईहरू साथीहरू जो पनि बसेछ सबैले कम्प्लेन गरेछ क्या यो रियर सिटको बारेमा चाहिँ। यो चाहिँ अभियसली 2 सिटर बाइक चाहिँ एकदम गाह्रो छ है। तपाईँहरू 2 जना मिलेर लङ ट्राभल गर्छु भनेर चाहिँ गाह्रै छ, तपाईँहरूको बिचमा झगडै पर्छ यो सिटको कारणले गर्दाखेरि चाहिँ। अनि अर्को यसको कन्स भनेको चाहिँ एकदमै के हो त, यसको हेडलाइट चाहिँ अलिकति डिमै छ, राम्रोसँग देख्दैन है रातिमा त्यस्तो। मैले चाहिँ पछि चेन्ज गर्नु पर्ला जस्तो लागिराखेको छ हेडलाइट है। अनि मैले चाहिँ अझै त्यही माथि लुक्सको लागि ब्ल्याक स्टिकर हालिदिएको थिएँ कि, अनि त्यही भएर अलिकति राम्रो भिजिबिलिटी चाहिँ छैन रातिमा। यसको अर्को एकदमै ठुलो कन्स भनेको चाहिँ खासै यसको पार्ट्सहरू चाहिँ एभाइलेबल छैन है मार्केटमा। अनि त्यसपछि पार्ट्स पनि लास्ट महँगो छ यार, के भन्ने यार। पछाडिको रेयर डिस्क प्याडकै 9,000 रुपियाँ अरे, ए के भन्ने। अनि त्यसपछि 9,000 रुपियाँ, अगाडिको त्यस्तै 6-7 हजार रुपियाँ। अनि त्यही माथि महँगो भयो नि, जे होस् पैसा हाल्न सक्ने मान्छेहरूले किनिराख होइन, त्यही पनि मलाई जस्तोलाई त गाह्रो पर्छ। अनि त्यही माथि नि त्यो एभाइलेबल नि छैन कि अझै मार्केटमा। यो चाहिँ हाम्रो दाइको बाइक होइन, उहाँको नि एयर फिल्टर सोध्नु भएको थियो, कम्पनीमा एयर फिल्टरै एभाइलेबल छैन रे, मलाई त थाहा थिएन होइन। अनि त्यही माथि अरू के छ त यसको। अनि त्यही माथि म डिस्क ब्रेक हाल्न जाँदाखेरि होइन, कम्पनीको मान्छे लास्ट औडायर त्यहाँनिर त्यो पार्ट्सको मान्छेले मलाई यो रियर ब्रेक के अरूको मिल्छ भनेर सजेस्ट नि गरेन के। त्यहाँनिर त मिस्त्री मेकानिकहरूले सजेस्ट गर्नु परेको 9,000 रुपियाँ महँगो भयो नि अर्कोको नि मिल्छ, यसरी एडजस्ट गर्नुपर्छ भनेर भन्नु पर्थ्यो नि है। अनि मैले चाहिँ पछि बाहिरै गएर हालेँ मेकानिकहरूले भनेर है। अनि त्यहाँनिर पोखराको कस्टमर सर्भिस राम्रो छैन हो एकदमै, मेकानिकहरू राम्रो छ। अरू के छ यसको कन्स भनेको एकदमै यो चाहिँ बाइक जे होस् अलिकति 150 सीसीको भएपछि ठिकै 6 लाखसम्ममा आएको भयो भाइ यो खत्रै तरिकाले जान्थ्यो होला। यो चाहिँ 7.5 लाखमा मलाई एक्सपेन्सिभै जस्तो लाग्यो है अलिकति प्राइस अनुसार। तर अनि फेरि कम्पेरिजन गऱ्यो भने फेरि XR 150 190सँग कम्पेरिजन गऱ्यो भने होइन, XR 190लाई नै कति लाग्छ भन्दा 8 लाख जति छ, यसलाई 7.5 लाख छ है। अनि त्यसको टायर साइजहरू नि सानो छ होइन, अनि डिस्क ब्रेक पनि छैन, अनि सस्पेन्सन पनि सानो सानो छ। यो पछाडिको सस्पेन्सन त अब के गर्ने, KYB को सस्पेन्सन हो केटा हो भनेपछि कस्तो होला भनेर आफै विचार गर। नट लाइक द्याट XR हो क्या XR 190 र 150 किन्नुभन्दा चाहिँ हामी जस्तो यङ केटाहरू डटतिरै अलिकति फोकस हुन मन छ भने चाहिँ यही किन्दाखेरि राम्रो हुन्छ। आफ्नो फर्स्ट बाइक पनि होइन, त्यो डट सेगमेन्टमै जानु छ भने नि 150 सीसीको सुरुमा लिएर है, बडी पोजिसनिङहरू अनि त्यसपछि राइडिङ स्किलहरू सिक्नको लागि लर्न गर्नको लागि एकदम सजिलो हुन्छ कि। जस मेरो नि पहिला XR 150 थियो होइन, अनि त्यसपछि मैले डाइरेक्ट 250मा पुस हान्न खोजिरहेको थिएँ क्रसफायर लिन होइन, तर त्यही पनि त्यसको बिल्ड क्वालिटी अनि त्यस्तै कम्प्लेनहरू कति सुनिरहेको भएरै मैले चाहिँ WRलाई प्रिफर गरेको है। यामाहा जस पहिल्यैदेखि चलेकै ब्रान्ड भयो होइन। अब एउटा नछुटाउनु पर्ने कन्स भनेको चाहिँ यसको के बेन पाइप चाहिँ यस्तै तलबाट आएको छ कि है,
अनि यो चाहिँ अफ रोड हान्ने बेलामा कुनै कुनै ठाउँमा ठोक्किन सक्छ र है। अनि मेरो पनि ठोक्किएको छ कि हेर्नु न यहाँ त्यहाँनिर एउटा सानो डेन्ट लागेको छ है। यो चाहिँ मलाई अलिकति चित्त नबुझेको कुरा। अनि त्यसपछि मैले यो स्किड प्लेट हालेपछि नि यसलाई छेक्छ होला भनेर हालेको है। हेर्नु त कसरी बसेको छ, गाह्रो छ। ल है त ओभरअल भन्नुपर्दा चाहिँ मलाई अहिलेसम्ममा मेरो बाइक एकदमै राम्रो लागिरहेको छ है। म चाहिँ यो बाइक लिएर 3 चोटि मुस्ताङ गइसकेँ, तानतिङ, घान्द्रुक, कर्फु डाँडा, धम्पु, सिक्ले सबतिर गइसकेँ है। तर अहिलेसम्म मलाई धोका नि दिएको छैन है। पेट्रोल त माइलेज त जति भयो नि दिने है एकदमै। मेरो बाइकबाट अरू बाइकलाई तेल हालेर समेत फर्केको छ होइन, धेरै माइलेज दिएर है। अनि त्यसपछि यो बाइक सबैलाई पर्फेक्ट नहुनसक्छ होइन, तर म जस्तो यङ केटाहरू अलिकति यता नि चलाऊँ उता नि चलाऊँ, माइलेज नि चाहिएको है। अनि दुःख नि नदियोस् भन्न छ भने त्यो बाइक एकदम पर्फेक्ट हुन्छ है। यो बाइक लिएर मैले अहिलेसम्म यस्तो दामी दामी मेमोरीहरू क्रिएट गरिसकेँ कि है, त्यो बिर्सिनै सक्दिनँ कि। यो पार्ट अफ माई लाइफ भइसकेको छ कि अहिले चाहिँ। अब के गर्ने, इफ यु वान बाई इट गो फर इट भन्न चाहन्छु म चाहिँ लगभग। अब अझै हामी यो डब्लुआर कम्युनिटीहरू चाहिँ अलिकति प्रेसर दिनुपर्छ सबै कनेक्ट भएर होइन। पार्ट्सहरू ल्याउनु पऱ्यो। यामाहाको सिइओले डेफिनेटली हामीले सब पार्ट्सहरू प्रोभाइड गर्छ भनेर सिड लामाको दाईको भिडियोमै हालेको थियो होइन। त्यो चाहिँ अझैसम्म नि पुरा भयो जस्तो चाहिँ फिल हुँदैन है। अनि मैले अस्ति भएर यो हबको बारेमा नि सोधेको थिएँ, लास्टै महँगो के 37,000 रुपियाँ रे हबलाई नि। ओहो, ब्रेक प्याडलाई नि 9,000, त्यसलाई नि कति, त्यसलाई नि अलिकति सस्तो गरिदिए भए अलि राम्रो हुन्थ्यो है। अनि त्यसपछि यो बाइक दामी छ केटा हो, गो फर इट भन्न चाहन्छु। त्यस्तो दुःख दिन्न है, एकदम दामी छ। ल अब चाहिँ यसको एकदम हामीले चाहिँ यो दुईवटा बाइकमा एकदम मोड्सहरू चाहिँ थपेको छौँ। त्यसको लागि चाहिँ अब अर्को भिडियोमा भन्दैछौँ हामी होइन। ल त्यति चाहिँ कस्तो लाग्यो भिडियो अहिलेसम्ममा, तपाईँलाई राम्रो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। किप सपोर्टिङ है। धन्यवाद। ल मैले अस्ति भिडियो गर्ने बेलामा चाहिँ हाइटको मेन्सन गर्न बिर्सेको रहेछ होइन। मेरो हाइट चाहिँ 5.7 छ होइन, तर मैले नर्मल्ली तरिकाले भेट्छु मेरो बाइकलाई। अनि नर्मल्ली मेरो साथीहरू 5'5", 5'6"हरूले नि मजाले चलाइराखेको हुन्छ के अरे होइन। अनि युज टु भएपछि निकै नै सजिलो हुन्छ है। अनि त्यसपछि बाइकको बारेमा एउटा मेन्सन गर्नुपर्ने कुरा भनेको चाहिँ त्यो तपाईँको बाइक होइन, त्यो डब्लुआर लिएपछि कसरी चलाउँछ भने त्यो फर्स्ट इम्प्रेसन हुन्छ नि कसरी चलाउँदाखेरि कि त्यो नै तपाईँले यस्तो दामी दामी एक्सपिरियन्स गर्न सक्नुहुन्छ है। मैले त दामी दामी फिल गरेको छु कि जसले पनि चलाउँछ उही तैँले त खतरा बाइक किनेछस् भन्ने खालको है। अहिलेसम्म खतरा मजा आइरहेको छ। त्यो 2-4जना साथीहरू त उही तैँले ढिलै भयो भने दामी किनेस् भन्ने खालको रिभ्यूहरू आएको छ। अनि त्यो माइलेजको कुरा चाहिँ मैले चाहिँ हाइवेमा खासै जोडले चलाउँदिनँ कि, अनि त्यही भएर नि होला मलाई माइलेज धेरै दिइराखेको है। त्यो त अनि चलाउने आफ्नो तरिकाले नै भर पर्छ है। तर जे अरू बाइकले भन्दा चाहिँ डेली युजको लागि पनि राम्रै दिन्छ। यो भिडियोमा चाहिँ मैले जे जे इन्क्लुड गर्न सक्थेँ जस्तो लाग्छ त्यो चाहिँ इन्क्लुड गरेको छु होइन। तर केही पनि मैले बिर्सेको छु भने चाहिँ मजाले कमेन्ट गर्नु होला, म सबको एन्सर दिनेछु होइन। अनि त्यसपछि मेरो एक्सपिरियन्स सेयर गरेको होइन, सबैलाई नमिल्न सक्छ है, कसैलाई के हुनसक्छ। एकजना दाइले चाहिँ सकले गर्दा केले गर्दा ढाड दुख्यो भन्ने प्रब्लम नै आएको भन्ने सुनेको थिएँ, तर त्यो के हो कसो हो होइन कमेन्ट गर्नु। म सबको रियालिटीको मेरो रियालिटीमा के भयो सब एन्सर गर्नेछु। ल अहिलेको लागि चाहिँ बाई बाई।